बसन्तपुर त आइपुग्यौँ, तर अब कफी चाहिँ कहाँ पिउने होला। तर उसले मेरो हात समात्यो र भन्यो, आज चाहिँ म तिमीलाई अलि डिफ्रेन्ट ठाउँ लग्छु है। अनि हामी पुग्यौँ यो क्युट क्याफेमा। भित्र छिर्ने बित्तिकै नै भाइब एकदम राम्रो लाग्यो। अनि यहाँ कफी डेट मात्र होइन, यहाँ त मेमोरीसँगै क्रिएटिभिटी पनि क्रिएट गर्न मिल्ने रहेछ नि। दिस इज द बेस्ट युनिक डेट आइडिया है। कोजी एम्बियन्स, पिसफुल भाइब र सबैजना आफ्नो आफ्नो क्रिएटिभिटीमा बिजी। अनेस्टली कपलहरूको लागि यस्तो डेट आइडिया चाहिँ एकदम राम्रो रहेछ है। हामी पनि यहाँको एम्बियन्स इन्जोय गर्दै कफीको वेट गर्दै थियौँ। त्यतिकैमा हामीले कफी प्रिन्ट हुने प्रोसेस हेर्न पायौँ र क्युरियोसिटी त झन् बढ्यो। अनि हाम्रो कफी टेबलमा सर्भ भयो, तर यो नर्मल कफी थिएन। कफीको माथि त हाम्रै फोटो प्रिन्ट भएर आएको थियो। त्यसपछि कफीको क्लोजअप हेर्दा पनि पिउनै मन नलाग्ने, यति क्युट देखिन्थ्यो नि। सो यदि तपाईँहरू पनि सेम ओल्ड कफी डेट्सबाट बोर हुनुभएको छ भने यो चाहिँ एक्सप्लोर गर्नुपर्ने ठाउँ रहेछ, किनकि यहाँ कफी मात्र होइन मेमोरिज पनि सर्भ हुन्छन्। फलो अस फर मोर भिडियोज एन्ड डु लाइक, सेयर एन्ड कमेन्ट। थ्याङ्क यू।